भजन कीर्तन गरिन्छ। यहाँ पुरानै एकदम परम्परा कालदेखि चलिआएको छ मन्दिरको। अब एउटा फाल्छ यो पार्टीमा एउटा ग्रुप छ भने अर्को पार्टीमा अर्को ग्रुप छ। यो हेर्नुहोस्, अब यो गेटबाट प्रवेश गर्ने बित्तिकै दुईटा ग्रुपले चाहिँ अब यसरी भजन कीर्तन गर्दै गरेको देखिसक्नु भएको छ। यता नि यो मन्दिरको यो इनारहरू हुन्छ नि, यो साना साना मन्दिरहरूको बिचमा खुल्ला ठाउँ छोडिएको छ। यो एउटा अब यो बिहे भोज गर्ने एउटा पार्टीसँगैको हल हो। यहाँ पनि भजन कीर्तन भइरहेछ। यो हुँदै गर्दाखेरि चाहिँ बेलुकाको हेर्नुहोस्, यो घडीमा 7:42 गएको छ। अब यहाँ अर्को पार्टी आयो, यो फाल्चा। त्यहाँ पनि अब यो भजन कीर्तनको लगभग यो अब मध्यकालबाट अन्त्य हुँदैछ जस्तो लागेको छ। केही सुस्ताउँदै हुनुहुन्छ र यहाँ भजन कीर्तन बाजामा सहभागी हुनेहरूलाई यसरी खाजा चिया अब यो यस्तो चिजहरू बाँडिन्छ। हाम्रो हेर्नुहोस् है, यो के हो बा? यो तातपानी है? ए यो रक्सी हाम्रो स्थानीय होइन। यो कहिलेसम्म हाम्रो यो भजन कीर्तन हुन्छ? अब 19 गतेसम्म। यो कहिलेदेखि सुरु भएको? कहिलेदेखि सुरु भएको? अब आउने पूर्णिमासम्म है। हेर्नुहोस्, यस्तो एकदमै यो के भन्ने, यो हाम्रो संस्कृतिलाई जोगाइराख्नु भएको छ यहाँहरूले। र यो हरिसिद्धि भवानीको यो होइन, कार्तिक पूर्णिमादेखि लिएर भनौँ न, यो अब कोजागत पूर्णिमादेखि लिएर अर्को पूर्णिमासम्मको यो हरेक यो यस्तो फाल्चाहरूमा, यो फाल्चा भन्छ होइन हाम्रो यसलाई, हरेक ठाउँमा चाहिँ यो जहाँ गाउँभित्र धेरै ठाउँमा छ यस्तो, यहाँ भजन कीर्तन भइरहेछ। यता अर्को ठाउँमा पनि भइरहेछ। हस् हजुर खानुहोस्। हेर्नु, यो चाहिँ यो अब ठुलो एउटा यहाँ बिहे भोज पार्टी, अब जो यहाँ स्थानीयहरूको लागि चाहिँ यो थोरै शुल्कमा चाहिँ यहाँ ठुलो हल छ, यहाँ हुन्छ। यहाँ अर्कोपट्टि पनि त्यस्तै छ है। हेर्नु, यहाँ यो ग्रुप अर्कै छ। हेर्नुहोस्, यो ग्रुप अर्कै भयो। अब हामी यो भवानी हरसिद्धि भवानीको मन्दिरसँगै रहेका विभिन्न बस्ती र छेउछाउका साना मन्दिरहरूबाट मेन हरसिद्धि भवानीको मन्दिरतर्फ जाँदैछौँ।